आज तपाईहरु समक्ष हामी भुन्टी टेलिसिरियलको छोटो रिभ्यू भिडियो लिएर उपस्थित भएका छौं। हो दर्शकबिन, भुन्टीले आफ्नो आमाको उपचारको लागि आफ्नो घर गहना बेचिसकेपछि अहिले भूपेन्द्रले थाहा पाएका छन्। मलाई चाहिएको बेला कुनै पनि आवश्यकता परेको बेलामा तिमीले साथ सहयोग दिन नहुने, यो घर गहना बेच्ने बेला तिमीले मलाई सोच्नु पर्दैन थियो भन्दै गाली गर्छन् भुन्टीलाई र भुन्टीले पनि माफी माग्छन्। के गर्नु त पोइ बुढा, मसँग कुनै उपाय पनि थिएन भन्दै उनले माफी मागिरहेकी हुन्छन् र भूपेन्द्रले पनि भन्छन् उनको दाजुलाई फोन गरेर, टोकलालाई फोन गरेर सबै कुरा भन्छन्। एउटा आमाको उपचार गर्न नसक्ने कस्तो छोरो, तेरो सागा सन्तानलाई अब मैले फोन गरेर कति तनाव दिन्छु भन्दै भूपेन्द्रले भनेका हुन्छन्। हो दर्शकबिन, आफूले धेरै माया गरेको मान्छे आफ्नो पोइ बुढाले यस्तो भन्दाखेरि भुन्टीले निकै मन दुखाएकी छिन्। उनी एकहोरो भएकी छिन् र एकहोरो भएर सोच्न बाध्य भएकी छिन्। हो दर्शकबिन, अन्ततः केही सिप नलाइसकेपछि भुन्टीले भूपेन्द्रलाई डिभोर्स दिन्छु, म एक्लै बस्न सक्छु भन्दै उनले त्यो निर्णय लिन पुग्छिन् र भूपेन्द्रले अपमान गर्दै गर्दा त्यो पैसाको बिट्टोको पनि बर्सात भएको थियो। हो दर्शकबिन, र यता भूपेन्द्रको बुवाले भुन्टीलाई धेरै माया गर्छन्। उनको सासूले जति हेला गरे पनि धेरै माया गरिरहेका हुन्छन् र उनले मायाको पश्चात उनले भनिरहेका छन्, यो सबै बुवालाई हेला गर्ने तै हो बालकुमारी। भुन्टी बुहारीको कुनै त्यस्तो दोषै छैन। भुन्टी बुहारीलाई माया गर्नुपर्छ, भोलि आफ्नो छोरी पनि अरूको घरमा जान्छे, त्यस्तै गऱ्यो भने तेरो मन दुख्न सक्ला, मेरो मन दुख्न सक्छ। तैँले जहिले पनि एकहोरो निर्णय गरेर हुँदैन बालकुमारी, सम्झिने कोसिस गर, सुध्रिने कोसिस गर भन्दै उनले भनिरहेका थिए। हो दर्शकबिन, यता भुन्टीको देवरले पनि निकै भुन्टीलाई हेपिरहेका थिए पहिला, र उसले पछिल्लो समयमा आएर भुन्टीले सबै प्रमाणहरू जुटाएपछि माया देखाएको हो कि जस्तो लाग्थ्यो, तर उनी भित्रभित्र अर्कै खेल खेलिरहेका छन्। र भूमिकाले पनि धेरै कुराहरू गरिरहेका थिए, यो घर बिगार्ने र यो सबै गर्ने त्यही भुन्टी हो, यो भुन्टी चोर्नेलाई कसरी घरबाट निकाल्ने भनी उनले सोचिरहेका थिए। हो दर्शकबिन, हिजो विगतमा जति जे भए पनि भुन्टीलाई निकै साथ सहयोग दिँदै आएकी छिन् सुकुमायाले। आज सुकुमायाको साथ भुन्टीले पाउँछिन् कि पाउँदिनन्, तर अस्तिको भाग यो जेएनजी आन्दोलनले गर्दाखेरि रोकिएको थियो र आज हामी त्यो भाग हेर्न पाउनेछौँ। तपाईहरुलाई त्यस भागमा पैसाको बर्सात गराउने को थियो भन्ने विषयमा आज हामीले पक्कै पनि थाहा पाउनेछौँ। हो दर्शकबिन, तपाईहरुमा हामीले विभिन्न टेलिसिरियलका रिभ्यूहरू ल्याउने कोसिसमा छौँ। तपाईलाई भुन्टी टेलिसिरियल कस्तो लाग्छ तल रहेको कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला।